माइतीले ऋण खोजेर छोरीलाई अस्ट्रेलिया पठाउने अनि योगेन्द्र भट्टले चाहिँ मैले र मेरो परिवारले ऋण खोजेर मेरो बुढीलाई विदेश अस्ट्रेलिया पठाएको हो। अस्ट्रेलिया पुगिसकेपछि बुढीले मलाई ब्लक गर्यो, विदेशीसँग लाग्यो भनेर आरोप लगाउने झुटो आरोपहरू। अलिकति लाज लाग्दैन? अरूको छोरीको चरित्र हत्या गर्न, त्यो सामाजिक सञ्जालभरि फोटो पोस्ट गर्न लाज लाग्दैन तपाईलाई? अझ त्यो आइल्स पिटी गर्दा पनि सबै बेहोरेको हाम्रो परिवारले अरे। बुढीलाई अस्ट्रेलिया पठाइसकेपछि आफू नेपालमा ऐस गर्ने, नभए 1-2 वर्षपछि अस्ट्रेलिया जान्छु, परिवारलाई पनि लग्छु भन्ने खुब सोचेको थिइस् होला। भयो, अब खाइस, पुग्यो होला तँलाई, होइन? तेरो परिवारले पनि खायो, तैँले पनि खाइस। यस्तै कमेन्टहरू मैले धेरै देखेँ योगेन्द्र भट्टको भिडियोमा, र यस्तै आरोपहरू आउँछ, नआउन होइन, आउँछ। केस पल्टिन सक्छ, जे पनि हुन सक्छ। यहाँ सत्यको कहिले पनि विजय हुँदैन, यहाँ हारै हुन्छ। जो गरिब, जो बेसहारा दुखी हुन्छ नि, यस्तै हुन्छ। र मलाई पनि भएको थियो यस्तै। आजभन्दा 2 महिना पहिला मलाई पनि यस्तै कमेन्टहरू गर्थे, होइन? जो गरिब छ, जसको बोल्ने मान्छे छैन, त्यस्तै मान्छेलाई हो पेल्ने, त्यस्तै मान्छेलाई हो यस्तै नराम्रो भन्ने। छोरी मान्छेको सपना पुरा गर्ने हर कोही श्रीमान हुँदैनन्। बिहे गरिसकेपछि पनि श्रीमतीलाई पढाउने, श्रीमतीको सपना पुरा गरिदिने श्रीमान कोही हुँदैनन्। यो कुरा बुझ्नु। यस्तो श्रीमतीहरू, यस्तो छोरी मान्छेहरूलाई त जङ्गलमा घाँस काटेकै राम्रो। यस्तो पनि छोरी मान्छे हुन्छन्, यस्तो पनि श्रीमती हुन्छन्। त्यो रश्मि भन्नेलाई जसरी भए पनि सजाय हुनै पर्छ। छोरी मान्छे सफल भइसकेपछि असफलतामा साथ दिने, हात दिने, ढकल्ने मान्छेलाई बिर्सन्छन्। यो स्वाभाविक कुरा हो। बिचारा कति सपनाहरू बुनेर श्रीमतीलाई विदेश पठाए ऋण खोजेर। आज हेर्नु त तिनीहरूको परिवारमा त्यहाँलाई कस्तो बेडामना, कस्तो भयो, के गरिन्? यस्तो पनि छोरी मान्छे हुन्छन्, यस्तो पनि गर्न हुन्छ। जसरी भए पनि सजाय हुन पर्यो यस्तो मान्छेलाई।